कि तपाईको जीवन, घर व्यवहार, जग्गा जमिन, बाल बच्चा, घर गृह, तपाईको जीव जीवन, घर परिवार सँगसँगै घर घरेटी कमाएको जमाएको चिताको सोचेको आँटेको ताकेको काम कार्य र तपाईको रूप रङ स्वरूप अङ्ग धरण जीव जीवनभित्र लगभग 10-11 वर्ष अगाडिदेखि तपाईको जीवनमा अत्याधिक योभन्दा अत्याधिक अगाडिदेखि तपाईको जीवन हेरिरहेको छ घरको कुलदेवता र देवीले है। के भन्छ भने सानो सानो कुरामा नै विचार गर्नु, रिस उठेर आउला, जीव जीवन एकदम कमजोर पार्ला, रगतहरू एकदम कमजोर पार्ला, मुटुको धड्कनहरू एकदम कमजोर पार्ला, मुटु एकदमै कमजोर भए जस्तो फिल भइ आउला, ढाड दुख्ला, पेट दुख्ला, घुँडा दुख्ला, खुट्टा दुख्ला, हिँड्दा हात खुट्टा गल्ला, सपना नराम्रो नराम्रो देख्ला, कोही बोल्यो भने झड्केर आउला, हिँड्दा जीव जीवन गलेर थकित भएर आउला र एकदमै टाउकाहरू पक्रेर आउला, शरीरहरू गलेर थकित भएर आउला, सपना नराम्रो नराम्रो छलकपटहरू देखाइ ल्याउला र भनेको सोचेको आँटेको ताकेको काम कार्यमा एकदम बिथोल्दै ल्याउँदाखेरि हरेक कुरा यसले लछार्ने पछार्ने बेहोस पार्ने ढाल्ने काम्ने छोप्ने बौलिने सँगसँगै यसमा तपाईको देवी छ। देवी पनि देवी भन्छ यहाँ तपाईहरुको बाउबाजे पुर्खा कुलकुल्यान कुलभित्र खेली आउनु भएका भगवती काली देवी सँगसँगै नाग देवता पनि अगाडि बढ्दै आउँदा भन्छ मानी थानी मान भाव गर्नुपर्ने, नत्र भने गाह्रो पर्ला है बाला, निकै नै दुःख र पीर कष्ट र सङ्कट हानि नोक्सान र छल होला जीवनमा भन्दैछ तपाईको। नाग देवता र देवी देवता अहिले बृहस्पति शिरमा हेरिरहेछ तपाईलाई निकै वर्ष अगाडि र देवी र नाग देवताले हेरिरहेको छ। ल भन्नुहोस् तपाईहरुको कुलदेवता कसरी मान्दै पाल्दै आउनु भएको छ अहिलेसम्म, यसबाट अब कुरा आउँछ तपाईहरुको। मेरो चाहिँ कुलदेवताको लागि चाहिँ अहिलेसम्म उहाँले वर्षमा चाहिँ आफैले पूजा पाठ गर्नुहुन्छ र मैले चाहिँ खासै त्यति गर्दिनँ। म काठमाडौँ बस्छु, बुवा चाहिँ प्रायः जस्तो गाउँमै हुनुहुन्छ। के थरी हुनुहुन्छ तपाईँ? यहाँ सुन्नु त, तपाईहरु के थरी? तपाईहरुको कुन मस्ट मान्नुहुन्छ? मस्ट भन्दा नि हामी चाहिँ हाम्रो खास कुलदेवता भनेर घरमै चाहिँ एउटा पछिल्लो चाका चाहिँ वीरहरू पनि मान्नु हुँदो रहेछ र खास पाल्चोकी भगवती माईलाई चाहिँ हामीले कुलदेवता भनेर मान्दो रहेछ। उहाँलाई नाम स्मरण भयो होला, सिन्धुपाल्चोकमा पाल्चोक भगवती हुनुहुन्छ। उहाँलाई नै हामीले पहिला चाहिँ मानिरहेछौँ। अब पछिल्लो ताका चाहिँ उहाँ बेला बेला पूजापाठ चाहिँ गर्छौँ, तर अहिले चाहिँ घरमै कुल भनेर हल्का फुल्का गरेर जुन दिन पूजा गरिन्छ त्यो दिन मात्रै कुलको पूजा हुन्छ, त्यति मात्रै गरिरहेछ। तपाईहरु के थरी हुनुहुन्छ ल भन्नुहोस् त? के रे गोत्र के गोत्र हुनुहुन्छ? हजुर हजुर तपाईहरुको विचार गर्नु, तपाईहरुले अझै पनि कुलदेवताहरू सही ठाउँमा छैन तपाईहरुको। के भन्छ भने हेर्दै जाँदाखेरि कुलदेवता सही नभएको कारणले यस बालचेलीको जीव जीवन शिरपाउ हृदय 32 कोठारमा हेर्दै जाँदाखेरि यस चेलीको जीव जीवनमा मन एकदमै शान्ति, आत्मा शान्ति, मन सफा, आत्मा सफा, तन मन सबै, कसैलाई नदिउ नखाऊ मनसाय नभएको, सबैलाई साथ सपोर्ट सहयोग दिन चाहेको र सबै दया माया र देवी देवताको भाव भइआएको कारणले यस घर गृहको कुलदेवताहरूको छाया परि आउँदाखेरि कुलदेवताहरू मिलनसार छैन। यहाँ यति कुलदेवता मिलमिलाप नगरेसम्म, थानीमानी नगरेसम्म, कुलभित्रको देवी र नागलाई राम्रोसँग पूजा आजा नगरेसम्म घरदेखि भन्छ यहाँ यस घर गृहको घरदेखि पूर्व दिशामा खेल्ने कालीनाग र सेतीनाग सँगसँगै पश्चिम उत्तरमा खेल्ने देवी सँगसँगै कुलभित्रको कुलदेवताहरू पितृदेवता वायु देवताहरू यस चेलीको जीव जीवनमा पक्रिन आएको छ। जबसम्म यो चाहिँ धामी झाँग्रीले जति पनि देवता हो भनेर उतार्न खोजे पनि, देवी हो भनेर उतार्न खोजे पनि, कुनै वायु प्रेतको छल कपट छ भने पनि, वीर वायु मसान छ भने पनि, कोही कसैको लागु लगन छ भनेर जति पन्साउन मनसाउन खोजे पनि
ठेगानमा टुङ्गो लाग्न गाह्रो छ है। गाह्रो भएको कारणले गर्दाखेरि यस चेलीको जीवनमा कुलदेवता जबसम्म सही हुँदैन तबसम्म जीवनमा अत्याधिक दुःख पीर कष्ट सङ्कट र हानि नोक्सान होला। जीव जीवन गलित थकित होला। निन्द्रा लाग्ने कि निन्द्रा नलाग्ने, नशा सम्बन्धीको व्यथा होला, घुँडा सम्बन्धीको व्यथा होला, एन्जाइटीको व्यथा होला, डिप्रेसन मेन्टलीको व्यथा होला, ढाँडपेटको व्यथा होला, महिनावारीमा अत्याधिक गडबड गर्ला, रिस उठ्ला, लडाइँ होला, झगडा होला, मन अशान्ति होला, कहाँ जाउँ के गरौँ होला जीव जीवन र अनेकको भ्रम भ्रान्तिहरू जीवनमा फैलेर आउला है। चेली विचार गर्नु भन्छ धेरै ठुलो भ्रमहरू फैलाइसकेको छ है। एकैछिनमा के धेरैवटा भ्रमहरू उहाँको शरीरमा चलिसकेको छ। त्यस कारणले गर्दाखेरि यो देवी देवता उत्रिन खोजेको या देवी देवता उतार्न खोजेको या देवी देवता आउन खोजेको भनेर हामी सत्यको बाटो लान सकिँदैन। यो कुरालाई किन लान सकिँदैन भने हाम्रो कुलदेवताहरू अत्याधिक चालले रुष्ट भएको छ, टेडिएको छ। जब कुलदेवता सही तरिकाले हाम्रो ठाउँमा मानिथानी बलि पूजा अथवा पूजा आज हाम्रो सिस्टम पुर्ख्यौली सिस्टम अनुसारले कुल पूजा हुँदैन, कुलको देवीलाई पूजा हुँदैन र यस 4 किल्लाभित्र खेली आएको घर किल्लाको 4 किल्लाभित्र खेल्ने नाग देवतालाई पूजा हुँदैन तबसम्म हामीलाई पिरलिरहन्छ। त्यस कारणले गर्दाखेरि एकचोटि तपाईहरुले धामी झाँक्री लाउनु भन्दा अगाडि तपाईहरुले आफ्नो बाउबाजे पुर्खाको पुर्ख्यौली थलो र मानिथानी कुलदेवताको मान भाउ। यो तपाईले अब पलनचोकी भगवती देवी आमा भन्नुभयो। पलनचोकी भगवती देवी आमा भनेको त तपाईहरुको त यो त बाहिरको देवी मानिन्छ। भगवान शिव भनेको पाल्चोक हामी अब पलनचोकी भन्छौं। सिन्धु पाल्चोकी हजुर यहाँ सुन्नु है कस्तो हुन्छ भने तपाईहरुलाई जन्म दिनुभएका, तपाईहरुलाई हिजोको दिनमा कर्म दिनुभएका, हिजो तपाईहरुको पुर्खालाई चाहिँ प्रकट गर्नुभएका जो मेन कुलदेवता तपाईहरुले पक्रिनु भएको छैन है। विचार गर्न है तपाईहरुलाई हिजो जो हाम्रो गोत्र हुन्छ यो क्षेत्री बाहुन, तपाईहरु पनि क्षेत्री बाहुन नै हो। क्षेत्री बाहुनबाट हामी अब बाबुआजेले गलत गर्दै आएको हुनाले हामी गिरीमा झर्न बाध्य भएको हो। बुझ्नुभयो नि। त्यस कारणले गर्दाखेरि तपाईहरुको पनि गोत्र छ। तपाईहरुको गोत्र अनुसारको मष्ट देवता, मष्ट अनुसारको बिन्दावासी अथवा भगवती अथवा काली यस्तो पक्रेर मानेको हुन्छ र त्यस कारणले गर्दाखेरि तपाईहरुको गोत्र अनुसारको हिजो तपाईहरुको पुर्खालाई प्रकट गर्नुभएका, पुस्तालाई प्रकट गर्नुभएका जो तपाईहरुको मेन कुलदेवता तपाईहरुले पक्रिनु भएको छैन। यो बाहिर यी मन्दिरमा उत्पन्न भएका, डाँडामा उत्पन्न भएको, पोखरीमा उत्पन्न भएको, जल नदीमा उत्पन्न, भिरपाहामा उत्पन्न भएको भनेको चाहिँ यी बाहिरको देवता हुन्। अनि तपाईहरुको जो मेन धुरी खाँबाको कुललाई उठाउनु पर्ने भेटी ध्वजा सँगसँगै तपाईहरुको देवाली अथवा पुर्खाले गर्नुभएको सिस्टम अनुसारको विधि विधान र तपाईहरुको पुर्खालाई उत्पन्न गर्नुभएको कुलदेवता तपाईहरुको पुर्खाले पक्रिनु भएको छैन। अहिले आएर उहाँलाई पक्रिरहेछ धेरै वर्ष अगाडिदेखि। जबसम्म तपाईको घरमा तपाईको हो भनेर उहाँ बुहारीको रूपमा भित्रिनु भयो त्यसको केही वर्षपछिदेखि उहाँको जीवनमा कुलदेवताले हेर्न थाल्यो। किन हेर्न थाल्यो त भनेर आउँदाखेरि अब उहाँको मन सफा, यो आत्मा सफा, शरीर सफा, आत्मीय सफा, सबै भाव राम्रो भइसकेपछि हार गुहार मागेको यो चाहिँ ल जहाँ अब बिरामी हुँदै गएपछि उसले हरेक कुरा छल गर्दै गएपछि के हुन्छ त भन्दाखेरि धामी झाँक्री कहाँ हामी जान्छौँ, डाक्टर धाउँछौँ नसकेपछि धामी झाँक्री कहाँ जान्छौँ। धामी झाँक्रीकोमा गइसकेपछि त जोखाना हेर्दा त देखा पर्छ। देखा परेपछि पक्कै उसको थानीमानी हुन्छ कि भन्ने एउटा आशा लिँदै एउटा मानवता र देवी देवतामा कुनै फरक छैन।
एउटै छ कुरो र भावहरू। त्यस कारणले तपाईँहरूको मेन पुर्ख्यौली र बाउबाजे पुर्खाले तपाईँहरूको गोत्राले पाउनु हुने र मान्नु हुने देवता तपाईँहरूले मान्नु भएको छैन। यो यस्तो हुन्छ, तपाईँहरूको बाउबाजे चाहिँ अब सिन्धुपाल्चोकको भयो र यो पुर्खैदेखि यही जक्सनमा या अर्को ठाउँबाट अथवा यो पुर्खामा योभन्दा अगाडि कुलदेवताको पूजा कसरी गर्नुहुन्थ्यो या थाहा नभएर चाहिँ अब त्यहाँका अब सिन्धुपाल्चोकको चाहिँ अब त्यहाँको चाहिँ अब पाल्चोकीमा भगवती मान्नुभयो कि उहाँहरूले पछि आएर सबै धामी झाँक्रीलाई हेराउँदै जाँदा यो मान्दाखेरि चाहिँ हाम्रो अलिक जीव जीवनमा सुधार आउँला कि राम्रो होला कि भन्ने हिसाबले मान्नु भएको होला। तर अब त्यो पाल्चोकी भगवती देवी भनेको त अब छुट्टै बाहिरको हामी सबैले मान्नु मिल्ने देवता हुन् र तपाईँहरूको कुललाई त जो कोहीले मान्न पनि पाउँदैन, मान्न पनि मिल्दैन। कुलको कोठामा पूजामा जो कोही छिर्न पनि मिल्दैन, छोरी बुहारी छिर्न मिल्दैन। त्यस कारणले गर्दाखेरि यो कुरामा चाहिँ हामी एकदम सचेत हुनु एकदम जरुरी छ। उहाँको जीवनमा धेरै दुःख दिन्छ, अझै पनि तपाईँहरूले यो कुरा सच्याउनु भएन भने कष्ट दिन्छ र धन पैसा जति कमाए पनि उडाएकै गर्छ। कुलदेवताले के भन्छ भने जब रिसाएपछि काम्ने, छोप्ने, बौलिने, आफूले आफूलाई नै के बोल्यो थाहा नहुने, छलकपड अत्यादि गरिदिने र एक्सिडेन्ट हुने, दुर्दशा हुने, जेलनेल पर्ने, मुद्दा मामला पर्ने, झै झगडा पर्ने, अंश बन्नमै पर्ने, तपाईँको गरी आएको आँटी आएको व्यापार बिजनेसहरू हरान हुँदै जाने, झुट्टा आरोप आइलाग्ने, झुट्टा मुद्दा आइलाग्ने, प्यारलाइज हुने, सँगसँगै युरिक एसिड हुने, सँगसँगै तपाईँको मेन्टली हुने, सँगसँगै एन्जाइटी हुने, डिप्रेसन हुने, हाम्रो जीवनहरू अत्याधिक दुःख र पीर कष्टको सङ्कट र हानि नोक्सानको गौडामा पुर्याएर थकाइ अग्निमा हाम्रो जीवन न उता न यता पारिदिन्छ भने उहाँको जीवनमा पनि यही गौडाहरू खुलेको छ। त्यस कारणले तपाईँहरू अब हस्पिटल जानुहोस्, धामी झाँक्री लाउनुहोस्। तर म चाहिँ के भन्छु भने सत्यको धामी झाँक्री पाउन अहिले गाह्रो छ। अहिले त जिउ शरीर काम्ने बित्तिकै, छोप्ने बित्तिकै, लछार पछार गर्ने बित्तिकै लु देवी आयो, महादेव आयो, शिव आयो, काली आयो, नाग आयो भनेर दियो बत्ती दिने, ढ्याङ्ग्रोमाला भिडाइदिने, 2-4 लाख पैसा लिने यो खेला चलिरहेछ धामी झाँक्रीको। तर मेरोमा हजारौं चेलीहरू, हजारौं छोरा मान्छे काम्ने आयो, तर त्यसमा 100मा लगभग 1 जना पनि उत्रिन गाह्रो छ। त्यस कारणले गर्दा तपाईँ पनि भ्रममा नपर्दिनु होला। तपाईँको एकदमै मोडलाई खराब गरिरहेछ अहिले। तपाईँहरूको एकदमै दिमाग र मोडलाई एकदम आउट साइडमा फ्याँकिरहेछ क्या। सबै कुरामा हेर्दै जाँदा यो छ, यो छ, यो छ, त्यो छ, त्यो छ भनिदिन्छ धामी झाँक्री माताले। हो यही हो, पक्का हो भन्नेतिरमा लाग्दाखेरि हाम्रो जीवन एकदम गाह्रो हुन्छ। तपाईँहरूले मेन भनेको तपाईँहरूको मूल खाँबा, धुरी खाँबा पक्रिनु भएको छैन। अनि मैले चाहिँ कस्तो मैले चाहिँ उहाँलाई त्यो म बिरामी भएदेखि 5 वर्ष भयो बढी गाह्रो भएको चाहिँ मलाई एकदमै विपाक गराउने चाहिँ। अनि मैले त्यो एनर्जीमै जस कुल देवतालाई मानेको छैन, कुलको कुराहरू चाहिँ निस्किन्थ्यो के। जाने कति त सत्य पनि आएको त असत्य पनि आयो होइन। तर म पनि हजुरले भने जस्तो कसैले देवी देवता भन्दिनँ नमान्ने, के हो त भएको चाहिँ के हो त पत्ता नलाइकन हरेक कुरा विश्वास गरिहाल्दिनँ। अब हुन त अहिले पनि देखाइरहेको छ आसन लिने भनिरहेको छ। म आसन पनि त्यसरी लिँदिनँ, किनभने एउटा केही निचोड थाहा नपाइकन कसरी लिने आसनहरू दिनु हुँदैन भनेरै म बसिरहेको हो। अनि त्यही त हजुरले भनिहाल्छ यो कुराबाट चाहिँ मलाई चित्त बुझ्यो। 2000 यहाँ सुन्नु, 2074 सालको 8 महिना 24 गतेदेखि तपाईँलाई पक्रेर आएको छ हेर्नु है। त्यस कारणले गर्दाखेरि यसले तपाईँको जीवनमा ठुलो भ्रम पैदा गरिरहेछ र अझ तपाईँहरूको अब श्रीमान श्रीमती सँगै हुनुहुन्छ, मलाई खुसी लाग्यो। अझ तपाईँहरू सँगै नहुनु पर्ने हो यो कुलदेवताको खेला अनुसारले। यसले तपाईँको जुझाउने, पजाउने, लडाउने, भिडाउने, कुदाउने, फटाउने, छुटाउने, अनेका केस चलाउने, मुद्दा चलाउने, झगडा योगहरू अत्यादि बनाउँछ र हात खुट्टा नचल्ने बनाइदिन्छ। अनिखेर ढाँडपेटको व्यथाहरू अत्यादि हुन्छ, सपनाको छलकपट र खेलबाड अत्यादि हुन्छ।
तपाईँ भ्रममा नफस्दिन है। भ्रममा फस्दिनु भयो भने भोलिको दिनमा गएर हाम्रो पुर्खाले मान्नुहुने मूल खाँबा ढल्छ। तपाईँहरूले जो मेन मूल खाँबा र धुरी खाँबा पक्रिनु भएको छैन, यो कुरा सत्य छ। उहाँले आफ्नो पुर्खालाई फोन गरेर सोध्नु सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। हाम्रो गोत्र अनुसारको मस्ट देवता तपाईँहरूको त छेत्री बाहुनको त मस्ट नभएको त छेत्री बाहुनै हुँदैन। मस्ट नभए